Day 18 as Graduate Jobless in Kathmandu. आज फेरि मजाले 7:30 बजे उठ्यो। मजाले उठिसकेपछि यसो बेड मिलाउने काम, मजाले बेड सेट मिलाइयो। उठिसकेपछि बेड मिलाउनु पर्छ। मजाले बेड मिलाइसकेपछि ब्रस गर्ने काम, चारैतिर ब्रस घुमाउँदै ब्रस गऱ्यो। ब्रस गरिसकेपछि यसो मजाले रुम बहाड्यो। मजाले रुम बहार्नुपर्छ, आफ्नो रुम आफै बहार्ने हो। मजाले रुम बहारिसकेपछि स्वयं एकछिन 10 मिनट जति, 10 मिनट होइन 30-40 मिनट जति एक्सर्साइज सकेपछि स्वयं 3-4 गिलास खाली पेट पानी, तातो पानी, यसो पानी खाइसकेपछि मजाले खाना खाने काम चालु स्टार्ट गरेँ। मजाले सोयाचङको तरकारी खाएर स्वयं हिँडेर बिना मतलबको कामतिर लाग्यो। केपी बाको गाडीमा चढेर, गाडी भन्दा नि ट्रेनमा चढेर स्वयं काम सघाएर यसो आफ्नो अड्डातिर लाग्यो। मजाले अड्डातिर पुगेर यसो दाइहरूसँग कुराकानी गर्दै अनि एकछिन यसो इङ्ग्लिस टेस्टिङ पनि भयो। दाइहरूसँग इङ्ग्लिसमा कुरा गर्दै बस्यो। मजाले इङ्ग्लिसमा कुरा गरिसकेपछि बेलुकातिर दाइको बुलेटमा स्वयं फटफट चढेर घरतिर पुगेर यसो एकछिन नेपालको म्याचको हाइलाइट दिनभरि आज बाहिर भएर हो। मजाले म्याच हेरिसकेपछि रातिको खाना, दाइको हातको खाना खाँदै मजाले खाना खाइसकेपछि चिन्टुलाई खाना, आज चिन्टुलाई पनि चङ्क दिएको हो, ऊ भनेको हन्ते। मजाले ऊ खाइसकेपछि उसँग एकछिन खेल्यो। मजाले चिन्टुसँग खेलेर सुत्यौँ। गुड नाइट।